सम्पूर्णमा नमस्कार। म चन्द्र ब्लग तपाईहरुलाई आज एउटा विगत सम्झाउन चाहन्छु। एकपल्ट विगतमा फर्किएर हेर्नुस् त, त्यो पानी बोक्ने समय हो हैन। त्यो पानीको अभाव समय कस्तो थियो त, पानी बोकेर खानु पर्थ्यो टाढाबाट हैन, टाढाको बाटो। त्यही विगतलाई सम्झिएर मैले एउटा छोटो सानो तस्बिर लिएर आएको छु। कुम्माई गाउँपालिकाको बिजोपानी 5 थर र यही कुम्माई गाउँपालिकाको भुल्के भुल्के 5 थरको कैदले भनिन्थ्यो त्यो पानी बोक्ने ठाउँलाई। त्यहाँको दृश्यहरू एकपल्ट हेरिदिनु होला है त। यो रहेको छ कुम्माई गाउँपालिकाको बिजोपानी 5 थरको पदेरामा पानी बोक्ने पहिलाको सिस्टम है। पहिला थियो, पानी थिएन नि त। यहाँ भएका मानिसहरूलाई तपाईँहरूले चिन्नुहुन्छ मजाले। मैले चाहिँ निहालेर हेरेको चिने। र यो चाहिँ रहेको छ कुम्माई गाउँपालिकाको भुल्केको कैदले धाराको तस्बिर। यहाँका मानिसहरूलाई पनि म धेरैलाई चिन्छु। अहिले त ठुल्ठुलो हुनुभयो हैन सबैजना, तर यहाँलाई पक्कै तपाईँहरूले चिन्नुहुन्छ, निहाल्नु होला, निहाल्नु पनि भएको छ। र एकपल्ट विगतका कुराहरूलाई एकचोटि बिर्सिदिनुहोस् अब। ल अहिले कस्तो छ त? अहिलेको समयमा पानी आयो, बत्ती आयो, बाटोघाटो सबै आयो, एकदम राम्रो भयो। तर त्यो समयमा थिएन नि हैन। त्यो समयमा थियो त थिएन। त्यो बेला यति बेलाको जस्तै त्यो बेलामा थियो भने मान्छेहरूले कति सुखका सास फेर्न पाउँथ्यो होला त। आफै विचार गर्नुस् त।